के तपाईहरूलाई थाहा छ अन्तरिक्षबाट देखिने पृथ्वीको एकमात्र मानव निर्मित संरचना कुन हो? हो, तपाईँले सही सोच्नुभयो। त्यो हो ग्रेट वाल अफ चाइना अर्थात् चीनको महान पर्खाल। तर के साँच्चै यो अन्तरिक्षबाट देखिन्छ वा खाली मिथ मात्रै हो? किन बनाइयो यो विशाल पर्खाल र कसले बनाइयो? आज हामी ग्रेट वाल अफ चाइनाको इतिहास, निर्माण प्रक्रिया र यसको पछाडिको रहस्य बुझ्नेछौँ। ग्रेट वालको कथा सुरु हुन्छ चाइनाको प्राचीन कालबाट, जब चाइना एकीकृत देश थिएन। 7औं शताब्दी बीसीतिर चाइना विभिन्न राज्यहरूमा विभाजित थियो, जस्तै किक्युआई, चुवाई प्रेस, झाओ आदि राज्यहरू बीच निरन्तर युद्ध चलिरहन्थ्यो र उत्तरबाट मङ्गोल जस्ता घुमन्ते जनजातिहरूको आक्रमणको कारण थियो। त्यसैले यी राज्यहरूले आफ्नो सिमानामा माटो र काठका साना साना दिवारहरू बनाउन थाले। तर यी दिवारहरू अलग अलग थिए, एकीकृत भने थिएनन्। अझै यी प्राचीन दिवारहरूको कुल लम्बाइ आजको ग्रेट वालभन्दा बढी हुन सक्थ्यो। तर यो मात्र सुरुवात थियो र आउँछ यो दिवारलाई ग्रेट बनाउने मुख्य पात्र। 221 बीसीमा कियुकाई राज्यका राजा इङ जेङले सबै राज्यलाई जितेर आफूलाई पहिलो सम्राट घोषित गरे र उनी नै सी हुआङ मा कियु थिए। उनी एक रहस्यमय र क्रूर शासक थिए, जसले अमरताको खोजीमा जडीबुटी खान्थे र आफ्नो मृत्युपछि टेराकोटा आर्मी बनाए। तर उनको सबैभन्दा ठुलो योगदान ग्रेट वालको एकीकरण थियो। सी हुआङ मा कियुले उत्तरबाट छियोग्नु जनजातिहरूको आक्रमणबाट बच्नका लागि प्राचीन दिवारहरूलाई जोडेर एक विशाल रक्षा प्रणाली बनाउने आदेश दियो। यो काम 220 बीसीतिर सुरु भयो। लाखौं मजदुरहरू, सैनिक, अपराधी र साधारण किसानहरूलाई जबरजस्ती काममा लगाइन्थ्यो। उनीहरूले माटो, ढुङ्गा र काठको प्रयोग गरेर दिवार बनाए। तर यो निर्माण सजिलो थिएन। हजारौं मजदुरहरू कठिन मौसम, भोकमरी र थकानबाट मरे। एक मिथक अनुसार मरेकाहरूको हड्डीहरू दिवारमा नै मिसाएका थिए, जसले यसलाई दुनियाँको सबैभन्दा लामो कब्रस्थान मानिन्छ। के यो सत्य हो? इतिहासकारहरू भन्छन् यो अतिशयोक्ति हो, तर वास्तवमा धेरै मजदुरहरूको ज्यान गएको थियो। सी हुआङ मा कियुले दिवारलाई वान ली चाङ चेङ भने, जसको अर्थ अनन्त दिवार थियो। तर उनको राजवंश मात्र 15 वर्ष टिक्यो र दिवारको निर्माण रोकियो। किक्यु आएपछि हान राजवंश आयो। हानका सम्राट ओ दिवारलाई पश्चिमतिरबाट विस्तार गरे। सिल्क रोडको सुरक्षा गर्न उनीहरूले विकट टावरहरू बनाए, जसबाट धुवाको सिग्नलले शत्रुहरूको आगमन बारे सूचना दिन्थ्यो। यो समयमा दिवारले मात्र सुरक्षा होइन, व्यापार र सांस्कृतिक आदान प्रदान पनि गर्यो। दिवारको सानो ग्रेट रूप मिङ राजवंश अर्थात् 1368 देखि 1344 बीसीको समयमा आयो। मिङ सम्राट जङ युआन झाङ र उनका उत्तराधिकारीहरूले मङ्गोल आक्रमणबाट डराएर दिवारलाई ढुङ्गा र इट्टाबाट मजबुत बनाए। यो समयमा दिवारको लम्बाइ 8850 किलोमिटर पुग्यो, जसमा 25,000 वाच टावरहरू थिए। मिङले लाखौं सैनिक तैनात गरे र यो दिवार चाइनाको प्रतीक बन्यो। के तपाईलाई थाहा छ, आज हामीले देख्ने अधिकांश भाग मिङ कालको हो। अब आउँछन् ग्रेट वालका रहस्यहरू। एक प्रसिद्ध मिथ अनुसार यो दिवार चन्द्रमाबाट देखिन्छ, तर यो सरासर गलत हो। नासाका अनुसार कम उचाइबाट पनि यो मुस्किलले देखिन्छ। र अर्को मिथ हो दिवार एक निरन्तर लाइन हो। वास्तवमा यो विभिन्न भागहरूमा छरिएका छन् र यसको लम्बाइ 2100 किलोमिटर भन्दा बढी छ। सबैभन्दा हृदय विदारक कुरा हो लेजेन्ड मकोरिसको। मेङको पति पानी छिलाङलाई सी हुआङ मा कियुले मजदुर बनाएका थिए। उनी मरेपछि मेङले रोएर दिवार ढालिदिइन् र उनीहरूको हड्डीहरू देखा परे। यो कथा दुःख र अन्यायको प्रतीक हो। अर्को रहस्य हो जिया पासमा एक इट्टा बाँकी राखियो, किनकि निर्माणकर्ताले सही हिसाब गरेका थिए। के यो भाग्य थियो वा योजना? केही भन्छन् दिवारमा भूतहरू घुम्छन्। मरेका मजदुरहरूका आत्माहरू राति आधी रातमा उनीहरूका कराउने आवाज सुन्न सकिन्छ। के यो सत्य हो? इतिहासले प्रमाणित गर्दैन, तर यो दिवारको रहस्य आकर्षण बढाउँछ। आज ग्रेट वाल अफ चाइना विश्व सम्पदा हो, जसले करोडौं पर्यटनहरूलाई आकर्षित गराउँछ र यो खतरामा पनि छ। मौसम, पर्यटन र विकासबाट क्षति भइरहेको छ। चाइना सरकारले यसको संरक्षण गरिरहेको छ। रोचक तथ्य, दिवारमा चामलको चिपचिपा प्रयोग गरिएको थियो, जसकारण यसलाई मजबुत बनायो र यो विश्वको सबैभन्दा ठुलो मानव निर्मित संरचना भयो। तर मुख्य प्रश्न आउँछ, कसले बनायो त यो यति ठुलो संरचना? यो सी हुआङ मा कियुले सुरु गरे, तर हाङ मिङ लगायत धेरै राजवंशहरूले पूरा गरे। यो लाखौं अज्ञात मजदुरहरूको पसिनाको फल हो।
दर्शक महानुभावहरू, आज हामीले प्रस्तुत गर्यौं ग्रेट वाल अफ चाइनाको बारेमा छोटो सन्देश। यदि तपाईलाई यो छोटो सन्देश मन पर्यो भने भिडियोलाई लाइक, शेयर र च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोला। अर्को भिडियोमा अर्को यस्तै इतिहास, संस्कृति र रहस्य बोकेको विषयवस्तुको साथमा फेरि भेटौँला, जहाँ हामी अर्को इतिहास र रहस्य खोल्नेछौँ। धन्यवाद।